हेलो एभ्रिवान, नमस्ते। हजुरहरू सबैलाई मेरो अर्को एउटा ब्लगमा स्वागत गर्दैछु। आज चाहिँ मेरो माइतको पुरानो घर छोडेर नयाँ घर जाने दिन। यहाँ हेर्नुहोस् त, आफूले जन्मेको जग्गा छोडेर जाँदा त साह्रै दुःख लाग्दो रहेछ। यहाँ हेर्न सक्नुहुनेछ, म चाहिँ घरमा जन्मेर हुर्केकी हुँ र त्यही र म चाहिँ सबैतिर भिडियो बनाउँदैछु। भिडियो दिन चाहिँ अलि लेट भयो, 4-5 दिन भयो। र यहाँ हेर्न सक्नुहुनेछ, तामुल बगानहरू सबै थोकको म चाहिँ भिडियो बनाएर राख्दैछु। र यहाँ चाहिँ पुरानो घरमा, माइती घरमा छोरी चाहिँ खेल्दै छिन् छेउकी एउटी बुनुसित। र हामी त नौतुन घरमा, यहाँ हेर्नुहोस् मेरो भिडियोमा हामी चाहिँ पुग्यौँ। यो चाहिँ हो नौतुन घर, नयाँ घर। यहाँ मेरी छोरी आउँदैछ नि। आज चाहिँ गृह प्रवेश हो, साथैमा पूजा पनि हो सत्यनारायणको। यहाँ हेर्न सक्नुहुन्छ तुलसाको मोठबाट म चाहिँ हजुरहरूलाई देखाउँदैछु। यहाँ भाउजूहरू रोटीको लागि पिठोको तयारी गर्नुहुँदैछ। यहाँ काकी सब्जी काट्नु हुँदैछ। र भर्खर बिहानै छ र यहाँ पण्डितजी पूजाको तयारी गर्नुहुँदैछ। यहाँ हेर्न सक्नुहुनेछ, यहाँ चाहिँ हो मेरी दिदी। र यहाँ हेर्नु कति राम्ररी सजाउनु भइरहेछ, यी मेरी आमा। र यहाँ हेर्न सक्नुहुनेछ, अब चाहिँ पूजाको पनि तयारी भइसक्यो लगभग। र 2 जना पण्डित हुनुहुन्थ्यो साथैमा, र वास्तु पूजा पनि थियो। यो चाहिँ मेरो बिनाजु। अनि अब पूजामा यताउता हतार हुन्छ, सबैजनालाई रोक्याएर पनि भिडियो बनाउन सकिँदैन। जसले जे गर्नुहुँदैछ त्यसमै म चाहिँ भिडियो बनाएँ। मेरी आमा यहाँ, यो चाहिँ हो दिदी कि देउरानी दिदी। र हेर्न सक्नुहुनेछ, अब हजुरहरूलाई चाहिँ म अलिअलि सबैतिर घरको भिडियो बनाएर देखाउनलाई, अब भर्खरै सरेको केही भएकै थिएन, तर त्यही पनि हजुरहरूलाई मैले देखाउन प्रयास गरेँ। हेर्न सक्नुहुनेछ। र यहाँ चाहिँ भाउजूहरू काकीहरू रोटी बनाउनु हुँदैछ। अब पूजामा त अब चाहियो रोटी त, त्यही र सबैजना मिलेर यहाँ चाहिँ रोटी बनाउनु हुँदैछ। यहाँ हेर्न सक्नुहुनेछ, यहाँ म चाहिँ यहाँ भाउजूलाई भन्दैछु, भाउजू चाहिँ भन्नुहुँदैछ यो रोटी पनि पाकिसके। र साथैमा यहाँ चाहिँ के हुँदै थियो देखेर साह्रै रमाइलो लाग्यो र मैले चाहिँ भिडियो बनाइदिएँ। र प्रसादीको तयारी हुँदैछ। यहाँ चाहिँ मेरी फुपू, कान्छी फुपू, अनि दिदी, अनि यहाँ चाहिँ मेरी दिदी कि नन्द दिदी, र यहाँ चाहिँ मेरी फुपूकी छोरी दिदी, र यहाँ चाहिँ म। साथैमा हामी चाहिँ हाँस्दै फुर्ती गर्दै थियौँ। यहाँ मेरी फुपू चाहिँ, यो फुपू चाहिँ काइली फुपू, साह्रै रमाउनुहुन्छ, साह्रै हँसाउनुहुन्छ। र यहाँ चाहिँ कीर्तन गर्नुहुँदैछ, सुन्नुहोस् है त। साथैमा बडी बाकी छोरी दिदी, यता मेरी दिदी, सबैजना दिदी पनि हुनुहुन्छ। नाच्नु यहाँ फुपू यहाँ भिनाजुहरू हुनुहुन्छ। र यहाँ चाहिँ कीर्तन पनि हुँदैछ। र अरू चाहिँ भिडियो बनाउन राति हुन्छ, आरती सबै भइसकेर सबैलाई भिडियो चाहिँ यति नै हो। हजुरहरूलाई कस्तो लाग्छ लाइक सेयर कमेन्ट गर्नु सबैजनालाई। लिनुहोस् प्रणाम।
जय